समझदारी नगर समितिका अध्यक्ष विजय किरुवाको नेतृत्वमा सांस्कृतिक प्रस्तुति र झाँकीहरूको व्यवस्थापन रहनेछ। मञ्च निर्माण सहित सम्पूर्ण व्यवस्थापनको कामको जिम्मेवारी चौरधारी नगर पार्टीको नेतृत्वमा भएको सार्वजनिक जानकारी म यहाँ गराउन चाहन्छु। कमरेडहरू तथा आदरणीय जनसमुदाय, अब हामी ढिला नगरिकन हाम्रो औपचारिक कार्यक्रम सुरु गर्न गइरहेका छौँ। हिजो अस्ति पानी परेर किसान दाजुभाइ दिदीबहिनीहरू आफ्नो खेतीपातीमा व्यस्त रहनुभयो। धेरै जसो यो कार्यक्रममा सहभागी हुन पनि सक्नु भएन, पाउनु भएन। तर त्यसका बावजुद पनि जे जति यहाँ महानुभावहरू उपस्थित हुनुभएको छ सम्पूर्ण आदर आर्थिक उन्नति, विकास, समृद्धि, सांस्कृतिक रूपान्तरण गर्दै क्रान्तिकारी जिम्मेवारी पूरा गर्नुपर्छ। त्यो जिम्मेवारी हाम्रो छ। त्यो जिम्मेवारी पूरा गर्दै अध्यक्ष लगायत पार्टीलाई हामी सहयोग गर्नेछौँ। त्यो मेरो आफ्नो तर्फबाट पनि वचनबद्धता हो। रोल्पाली जनता, रोल्पाली नेता, कार्यकर्ताको पनि प्रतिबद्धता हो भन्ने कुरा राख्दै बिदा हुन्छु। धन्यवाद, सलाम। रेडियोको लाइभ प्रसारण छ। अध्यक्ष लगायत अतिथिहरूको प्रसारण सम्बोधन सुन्नु हुने नै छ। तर पनि दुःखको कुरो उहाँहरू यहाँ सहभागी हुन पाउनु भएन। त्यसैगरी जिल्लाकै अरू पालिकाहरूबाट पनि बिहानैदेखि मौसमी प्रतिकूलताका कारणले पानी परिराखेर यहाँ आउन सक्नु भएन। जति आउनु भएको छ मौसमी प्रतिकूलता बीच यो उत्साह, यो हौसला आफै क्रान्ति हो। समाजवादी क्रान्ति र निरन्तर क्रान्तिहरूको लागि, क्रान्तिकारीहरूको लागि त्यहाँ विश्राम गर्ने ठाउँ हुँदैन भनेर उहाँले उमेरको उत्तरार्धमा त्यो अभियान सुरु गर्नुभएको थियो। त्यो विश्व प्रसिद्ध छ। त्यसका समीक्षाका आफ्नो पाटोहरू होलान्। तर आज अध्यक्ष कमरेड प्रचण्ड र वरिष्ठ उपाध्यक्ष लगायतका नेताहरू गर्मीमा, पानीमा, हुस्सो कुहिरोमा, सबै दुःखमा यसरी हिँड्नु सामान्य कुरा होइन। रहरले कोही हिँड्दैन। जनताप्रतिको लगाव, क्रान्तिप्रतिको निष्ठा